नारायणी अञ्चलको बारा जिल्लाको 98 गाउँ विकास समितिहरू र 1 नगरपालिका मध्ये डुमरवाना गाउँ विकास समिति पनि एक हो। बारा जिल्लाको पिप्रा सिमरा गाविसको सिमारा चोकबाट करिब 4 किलोमिटर पूर्वमा अवस्थित दुधौरा खोलाबाट यस गाविसको सीमा प्रारम्भ हुन्छ। बारा जिल्लाको संसदीय निर्वाचन क्षेत्र नम्बर 3 र जिल्ला विकास समितिको इलाका नम्बर 8 मा अवस्थित डुमरवानाको पूर्वमा मनरुवा गाउँ विकास समिति, पश्चिममा पिप्रा सिमारा, उत्तरमा अम्लेगञ्ज र रतनपुरी र दक्षिणमा फतेपुर गाउँ विकास समिति रहेको छ। बारा जिल्लाकै सबैभन्दा ठूलो गाउँ विकास समिति डुमरवानाको वडा नम्बर 7 बाहेकका बाँकी वडाहरू दुधौरा खोला र बालगंगा खोलाको बीचमा रहेको छ। यस गाविसको वडा नम्बर 7 को महेन्द्रनगर महेन्द्र राजमार्गबाट जान सकिन्छ। पूर्व पश्चिम महेन्द्र राजमार्गको 14 किलो नामले परिचित स्थानबाट करिब 7 किलोमिटर दक्षिणमा 4 कोसे झाडीको बीचमा टाङ्गिया बस्ती रहेको छ। 2032 सालमा वृक्षारोपण गर्न भनी धनुषा जिल्लाबाट मजदुरहरूको रूपमा घरबार विहीन यी मानिसहरूलाई यहाँ राखियो। रुखहरू हुर्किँदासम्म पनि यिनीहरूलाई अन्त सार्ने काम नभएकोले यहीँ बस्न यिनीहरू बाध्य भए। तर पनि यी बासिन्दाहरूको दुःख र सुखमा साथ दिन कुनै निकायहरू पनि देखा परेनन्। यिनीहरू कुन गाउँका हुन् र कुन गाविस अन्तर्गत रहेका छन्, यसको जिम्मा लिन तत्कालीन नजिकका कुनै स्थानीय निकायहरू सरिक भएनन्। समयको प्रवाहलाई कसैले रोकेर रोक्न सकिँदैन। समयको यही प्रवाहले बिस्तारै बिस्तारै दिन, महिना र वर्षहरू व्यतीत हुँदै गए। घाम जुनले उज्यालिए तापनि टाङ्गिया बस्ती विकासको चहकिलो अभावले उज्यालिन पाएन। तर पनि आफ्नै खाले जीवन गतिमा यो अगाडि बढ्दै गयो। यी पीडादायी जीवनलाई साथ दिने टाङ्गिया बस्तीबाट धेरै टाढा पश्चिममा अवस्थित डुमरवाना अग्रसर देखाई सम्पूर्ण जिम्मा लिए हाल उक्त स्थान डुमरवानाको वडा नम्बर 7 मा रहेको छ। भौगोलिक दृष्टिकोणले बारा जिल्लाको क्षेत्र नम्बर 2 मा टाङ्गिया बस्ती रहे तापनि यहाँको बासिन्दाहरू क्षेत्र नम्बर 3 का मतदाता रहेका छन् र यसको विकासको कार्यक्रम पनि डुमरवाना गाउँ विकास समितिले गरेको छ। करिब 25,000 जनसङ्ख्या रहेको टाङ्गिया बस्तीमा हाल कलधारा, घरेलु मिल, विद्यालय आदिको व्यवस्था गरिएको छ। टाङ्गिया बस्ती बासिन्दा तथा वडा नम्बर 7 वडा सदस्य पदमबहादुर पुलामी मगर। अब हामी 32-33 सालबाट बस्दै आएको, त्यहाँको अघि पनि मैले भने जस्तै हामी त्यहाँको चाहिँ ज्यामी हौँ। खास गरी त्यहाँ हामीले मौका छोड्नु अहिले आएको होइन। हामी पुरानो पहिलेबाट जस्तै 32-33 सालबाट नै हामी त्यहाँ बासिन्दा। श्रीबहादुर सरकारले टाङ्गिया बस्ती भनेर हामीले राखिदिएको हो। न श्रीबहादुर सरकारले त्यहाँको चाहिँ कुनै विकल्प अप्नाएर बस्ती सारेर हामीलाई व्यवस्थित ढङ्ग गर्यो, न त्यहाँ नम्बरी नै भयो। यसैमा चाहिँ हाम्रो अलि दुःख लाग्दो कुरो छ। अब 4 कोसे झाडीको बिचमा अहिले पनि हामी अब कतिपय ज्यान पनि मरे पानीको लागि। अब त्यहाँनिर कतिको इज्जत पनि लुटियो होला। जस्तै हामीले पिठो पिसाउनलाई चाहिँ अब निजगढ जान्थ्यौँ, अब बोधवन जान्थ्यौँ, मधुवन जान्थ्यौँ, अन्त लगायतको ककरी भयो र वहाँ कोल्पीसम्म हामी पिठो पिसेर गयो। अहिले चाहिँ अहिले भइरहेको डेफु साहब धेरै चाहिँ जनसेवी हुनुहुँदो रहेछ। उहाँहरूले चाहिँ लौ त तिमीहरूलाई त्यस्तो छ भने मेल राख, कतिवटा मेल चाहिन्छ भन्दाखेरि हामीले 3टा मेल चाहिन्छ भनेर अहिले त्यो मेलको पनि यसो पिसन पासनको पनि केही सुविधा अहिले चाहिँ केही भइरहेको। त्यो झाडीभित्र बस्नुभन्दा श्रीबहादुर सरकारले राम्रो विकल्पहरू अप्नाएर हामीलाई व्यवस्थित ठाउँमा लगेर राखिदिनु भएको असाध्यै राम्रो हुन्थ्यो भन्ने हामी यसै कल्पनामा छौँ। हजुर डुमरवानाले अहिले सक्दो सहयोग पनि पुर्याएको छ र डुमरवानालाई हामीले पनि अगावै चाहिँ सराहनीय हामी मानिरहेका छौँ। उहाँको डुमरवानाको सेवाबाट नै हाम्रो चाहिँ पठन पाठन बालबच्चालाई यसो दबाई मुलु खोप लगायतको चाहिँ जस्तै डिबिटी बिसिडी यस्तो दाजुरा ठेउला यस्तो चाहिँ खोपहरू पनि महिना महिना त्यहाँ जाने गरेको छन् है, यसैको स्रोतबाट। र अहिलेसम्म असो त ठिकै छ। एउटै मात्रै गुनासो त के त भने हामीलाई त्यहाँबाट चाहिँ बस्ने के त्यहाँ चाहिँ नम्बरी नै गरिदियोस्, चाहे जे होस् ती हामी त्यही नै चाहिँ गरेर खान्छौँ, गोडेर खाइबस्छौँ। के चाहिँ हामीलाई चाहिँ विकल्प अप्नाएर अर्कै ठाउँमा व्यवस्थित ठाउँमा लगाएर राखिदिनु भएको थियो, हामी स्वर्गमा गए जस्तो हुन्थ्यो भन्ने हामीसँग एउटा आशा, त्यति आशा पर्थ्यो।
डुमरवाना गाउँ विकास समितिमा विभिन्न मठ मन्दिरहरू पनि रहेको छ। यहाँको वडा नम्बर 8 मा जोलाई माई मन्दिर तथा यसै वडामा राम जानकी मन्दिर परिसर रहेको छ। यस गाउँ विकास समितिको वडा नम्बर 7 मा मौवा देवी मन्दिर छ। यसको पश्चिममा पोखरी रहेको छ। मन्दिरहरूको निर्माण चौतारा निर्माणमा गाविसबाट आर्थिक सहयोग गरिने गरिएको छ। विभिन्न जातिहरूको बसोबास रहेको डुमरवानामा परम्परादेखि चलिआएको रीतिरिवाज नै मनाइन्छ। यस गाउँमा तामाङ जातिहरूको पनि बसोबास रहेकोले चाडपर्वहरूमा नाचगान गर्ने परम्परा रहेको छ। यस गाउँमा विभिन्न सङ्घ संस्थाहरूले हाल सक्रिय भई काम गरिरहेका छन्। यस गाउँका बासिन्दाहरूको आय आर्जन बढाउने हेतुले विभिन्न सिपमूलक कार्यक्रमहरू सञ्चालन भएको छ। हाल यहाँ जिल्ला विकास समिति, साना किसान सहकारी संस्था तथा गाविसबाट सिलाइ कटाई तालिम सञ्चालन भएको छ। सिपमूलक कार्यक्रमको सम्बन्धमा गाविस अध्यक्ष हामीले चाहिँ जनताको आय स्तर वृद्धिको लागि यहाँ गाउँ विकास समितिबाट खास गरिकन केही मात्रामा बजेटहरू छुट्याई सिपमूलक तालिमहरू, आयमूलक तालिमहरू सञ्चालन गर्ने गरेका छौँ र त्यस्तै गरिकन मान्छेको जनचेतना वृद्धि गर्ने कार्यक्रमहरू हामीले गर्ने गरेका छौँ र भविष्यमा पनि भन्दाखेरि खास गरिकन हामीसँग बजेटको अभाव छ, नत्र भने आय स्तर वृद्धि हुने खालका धेरै कार्यक्रमहरू हामी गर्न सक्थ्यौँ। जस्तो यहाँका जनता खास गरिकन कृषिमा आधारित भएको हुनाले उन्नत किसिमले पशुपालन गर्ने, तरकारी खेतीमा प्रोत्साहित गर्ने, त्यस्तै गरिकन सानातिना घरेलु उद्योगहरू र अन्य त्यस्तै आयमूलक कार्यहरू सञ्चालन गर्नको लागि सहयोग गर्नुपर्ने देखिन्छ। त्यो लक्ष्य हामीले राखे तापनि बजेटको चाहिँ अभाव भएको कारणले ती सफल हामीले चाहेको मात्रामा हुन सकिरहेका छैनौँ। यस गाउँमा श्री आमा समूहको दर्ता गरी समूह गठन गरी हाल समूहमा 150 जना सदस्य सङ्ख्या रहेको छ। समूहबाट समूहको भवन निर्माण, बचत सङ्कलन, महिलामा हुने शोषणको विरुद्धमा कार्यक्रम, जनचेतना, चेलीबेटी बेचबिखन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। श्री आमा समूह अध्यक्ष कमला अधिकारी। यो हाम्रो आमा समूहको उद्देश्य भनेको के हो भने सर, अब एउटा सुन्दर सृष्टिको सिर्जना गर्ने, अब जस्तो समाजमा भएका विभिन्न खालका विकृतिहरूलाई अन्त्य गर्ने भनेर हामीले एउटा आमा समूह गठन गऱ्यौँ होइन। 2050 सालमा हाम्रो समूह गठन भयो र त्यसपछि हामीले त्यस्ता खालका कार्यहरू हामी गर्दै आएका छौँ। जाल रक्सी विरुद्धमा नारा जुलुस गरेर आइरहेका छौँ र अब अहिलेसम्म पनि हाम्रो त्यो कार्यक्रम जारी छ। डुमरवानामा 2053 सालमा साना किसान सहकारी संस्थाको स्थापना, विधिवत दर्ता गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने कृषि र ससाना घरेलु व्यवसायमा आश्रित न्यून आर्थिक भएका कृषकहरूलाई सामूहिक भावनाको विकास गराई उनीहरूकै इच्छा र आवश्यकता अनुसार कार्यक्रम तर्जुमा गरी प्रत्यक्ष रूपमा सहभागी गराई आर्थिक र सामाजिक विकास गर्नु संस्थाले उद्देश्य राखेको छ। संस्थाले बचत र लगानी गर्ने, बाटोघाटो, पुल, चौतारा, विद्यालय भवन निर्माण तथा मर्मतमा समेत सेवा पुर्याएको छ। बाल बालिकालाई शिक्षामा अग्रसर, विद्यालय जाने भावनामा विकास, फजुल खर्चबाट टाढा रही बचत गर्ने बानी बसाल्ने आदि कार्यक्रमको लागि बाल समूहको गठन गरेको छ। सहकारी संस्थामा प्रत्यक्ष रूपले 5 जनाले रोजगारी प्राप्त गरेका छन्। संस्थाका प्रबन्धक रविलाल आचार्य। हाम्रो यस गाविसमा रहेका साना किसान विपन्न परिवारको एउटा चाहिँ आर्थिक स्थितिमा विकास गराउने र उनीहरूमा रहेको सिपलाई चाहिँ उनीहरूकै इच्छा र चाहना अनुसारका उनीहरूले नै बनाएको कार्यक्रमहरूमा हामीले एउटा चाहिँ आर्थिक सहयोग गर्ने र उनीहरूलाई चाहिँ एउटा सामाजिक र आर्थिक विकासमा लगाउने चाहिँ हाम्रो संस्थाको उद्देश्य हो।
र अहिलेसम्म यो 2045 सालमा साना किसान विकास आयोजना चाहिँ यस ठाउँमा स्थापना भएर अहिलेसम्म यस डुमरवाना गाविसमा हामीले 650 जना साना किसान परिवारलाई चाहिँ हामीले सेवा दिन सफल भएका छौँ र यहाँको सदस्यहरूको जुन चाहिँ एउटा चाहना र उनीहरूले गरेको क्रियाकलापहरूको मूल्याङ्कन गर्दा र अहिले देशभरिकै संस्थाहरूको मूल्याङ्कनमा पनि यो हाम्रो संस्था राम्रो संस्थामा गनिन पुगेको छ। यस गाउँ विकास समितिमा 2057 सालदेखि गाउँ विकास कार्यक्रम लागू गरी हालसम्म छोटो अवधिमा नै पुरुष महिला र मिश्रित गरी 39 वटा सामूहिक संस्थाको गठन भएको छ। हाल संस्थामा पुरुष र महिला गरी 1087 सदस्य संख्या रहेको छ। संस्थामा हालसम्म 1,80,000 बचत भएको छ। सामुदायिक संस्था सदस्य लीला भट्टराई फाइदै भएको छ सर। अब थोरै थोरै बचत जम्मा गरिया छ। त्यो जम्मा गरेको सबैलाई भनौँ न अलिअलि यसो ऋण पाइया छ। आफैले जम्मा गरिया छ, आफैले ऋण पाइया छ। थोरै जम्मा भएको छ, धेरै भएको छैन, बाहिरबाट कुनै आएको छैन। सामुदायिक परिचालक वीरेन्द्र कुमार वाइबा हामीले गाउँ विकास कार्यक्रम आजभन्दा करिब 7-8 महिना अगाडि असार 1 गतेदेखि सुरु गरेको। हाल आएर 39 वटा समूह बनिसकेको। त्यसमा 30 वटा जति महिला, 3 वटा निश्चित र 6 वटा जति पुरुष समूह गठन भइसक्यो। त अहिलेसम्म आएर लगभग 2.5 लाखभन्दा बढी बचत भइसक्यो। र यहाँ केही समय जुन पहिलाको अवस्था र अहिलेको अवस्थामा सामाजिक एउटा भावनामा, सामाजिक विकासमा धेरै नै उन्नति भएको। आर्थिक अवस्था त छँदैछ, सामाजिक भावना र सामाजिक विकासमा पनि धेरै नै उन्नति भएको। महिलाहरूमा एक थलोमा जम्मा भई बैठक बस्ने, राम्रो कुराहरू गर्ने, कसरी प्रगतिको कुराहरू अगाडि बढाउने भन्ने जस्ता कुराहरूलाई अगाडि सारेर अहिले धेरै नै प्रगति भइसकेको हामीले पाएको छौँ। डुमरवाना कृषि प्रधान क्षेत्र हो। यहाँका 95% मानिसहरू कृषि व्यवसायमा आश्रित छन्। यहाँका जमिनहरूमा खाद्यान्न बालीको उत्पादन राम्रो हुने गर्दछ। गाउँमा निजी स्तरका नर्सरी पनि रहेको छ। यस गाउँका जमिनहरूमा सिँचाइको लागि निजी स्तरका सेलो ट्युबवेलहरू रहेको छ भने गाविसबाट सार्वजनिक 4 वटा सेलो बोरिङको व्यवस्था गरेको छ। यस गाउँमा बिरगन चिनी कारखानाको करिब 800-900 बिघा जमिन खेती योग्य भएर पनि हाल बाँझो अवस्थामा रहेको छ। चिनी कारखानाले सिँचाइको लागि 2 वटा डिप ट्युबवेल जडान गरेकोमा हाल यी बोरिङहरू बन्द अवस्थामा रहेको छ। गाउँमा सिँचाइको लागि सानातिना खोल्साको पानीको व्यवस्था गरेको छ भने बेङ्गाई सिँचाइ आयोजना पनि रहेको छ। यहाँ नजिकै जङ्गल भएकोले पशुपालन व्यवसाय पनि राम्रो हुने गरेको छ। गाउँमा दुग्ध उत्पादक सहकारी संस्था पनि रहेको छ। कृषि र सिँचाइका सम्बन्धमा वडा अध्यक्ष सूर्य प्रसाद भट्टराई खास गरी यो हाम्रो समग्र डुमरवाना गाउँ विकासको यो रजैया सडकभन्दा उत्तरतिर जुन भेग छ त्यहाँ असिंचित अवस्था छ र त्योभन्दा तल्लो भेग रजैया सडकभन्दा दक्षिणी भेग पनि कुनै सरकारी नहर खोलाहरू छैनन् र पहिलेका प्राकृतिक जुन चुहाडीहरू छन् र कुनै वर्ष सुक्छन् र कुनै वर्ष फलाउँछन् र यहाँको सिँचाइको अवस्था अति दर्दनाक अवस्थामा छ। विशेष गरिकन यस गाउँ विकासभित्र 2 वटा डिप बोरिङहरू चिनी मिलबाट एउटा अवस्थित रूपमा रहेको छ। त्यो जग्गाहरू यहाँकै किसानबाट पहिले चिनी कारखाना सञ्चालन गर्नको निमित्त अधिकरण गरिएर लिएको थियो र अहिले अव्यवस्थित अवस्थामा रहेको जुन जग्गाहरू छ हामीले त्यो प्राप्त गर्न सक्यौँ, गाउँ विकास मार्फत त्यो सञ्चालन गर्न सक्यौँ, व्यवस्थित गर्न सक्यौँ भने यहाँको भविष्य समुन्नत हुनेछ र ती रहेका कति जमिनहरूमा एउटा कृषि क्याम्पस अर्थात् कुनै स्रोत केन्द्रहरू राख्न सकियो भने अति सुन्दर हुने चाहिँ परिवेश। डुमरवानामा रहेको खोलाहरू नै यस गाउँको लागि अभिशाप बनेको छ। यी खोलाहरूबाट यस गाविसको धेरै परिवारलाई घरबार विहीन तुल्याएको छ। दुधौरा खोलाको मारमा परेका यी वासीहरूको घरमा खोला पसेपछि यहाँ बस्न बाध्य भएका छन् भने पर्सा र बालगङ्गाले पनि धेरै खेती योग्य जमिनहरूलाई बगरमा परिणत गर्नुको साथै सडकलाई समेत क्षति पुर्याएको छ। बालगङ्गाको बाढी पीडित वासीहरू हाल वडा नम्बर 4 मा बसोबास गरिरहेका छन्।
सम्बन्धित निकायले समयमा नै यी खोलाहरूको नियन्त्रण गर्नुपर्ने देखिन्छ। स्थानीय समाजसेवी कृष्ण प्रसाद। डुमरवाना गाविसको एउटा प्रमुख समस्या भनेको नदीकै समस्या भएको छ। खास गरी यो गाविसमा 3वटा ठुला नदी डुमरवानाको निम्ति एउटा अभिशाप भएको छ। नदी कटानले वर्षेनी 100औं बिघा जमिन कटान गर्ने र कयौं घरवास उठ्ने स्थिति यहाँ सिर्जना भइरहेको छ। अब यसलाई यो समस्यालाई हल गर्नको निम्ति जति सम्बन्धित निकायहरूले ध्यान दिनुपर्ने हो त्यो ध्यान दिइरहनु भएको छैन। अर्थात् हामीले त्यो सम्बन्धित निकायमा यसलाई बढ्ता फोकसिङ गरेर उठाउन पनि सकिरहेका छैनौँ। अब सामान्यतः गाउँ विकास समिति, जिल्ला विकास समितिबाट अलिअलि त्यसलाई रोकथाम गर्ने मात्रै काम हुन्छ र यसलाई वास्तवमा अब हल गर्नको निम्ति एउटा राष्ट्रिय योजनाकै हामीले आवश्यकता महसुस गरिरहेका छौँ। गाविस अध्यक्ष नारायण छेत्री। र गाउँ विकास समितिले आफ्नो पहलमा चाहिँ सकेसम्म घाँटी हेरेर हाड लिने भने जस्तै सकेसम्म हामीले गरेका छौँ। जस्तै 80-90 हजार वर्षौनी हामी दुधौरा खोलालाई खर्च गर्छौँ। त्यस्तै गरिकन बालगङ्गा नदीको लागि चाहिँ शेरबहादुर सरकारले प्रत्येक वर्ष जिल्ला सिँचाइ मार्फत 1 लाख, 1.25 लाख, 1.5 लाखको बजेट चाहिँ दिने गरेका छ। तर त्यो ठेकापट्टा मार्फत काम हुने भएको हुनाले जति हामीले जनश्रमदानबाट गर्न सक्छौँ त्यसको चाहिँ 4 भागमा 1 भाग काम पनि ठेकापट्टाबाट नभएको हामीले देखेका छौँ। यस गाउँ विकास समितिमा श्री नेपाल उच्च मावि, श्री जनता मावि तथा श्री जनजागृति माध्यमिक विद्यालय सखुवा घाट र निभावी तथा प्राविहरू सञ्चालन छन्। यसका अतिरिक्त बोर्डिङ स्कुलहरू पनि रहेको छ। यहाँको उच्च मावि परिसरमा दृष्टिविहीनहरूको लागि शिक्षा, छात्रावास र अतिरिक्त क्रियाकलापको समेत व्यवस्था गरेको छ। दृष्टिविहीन भए तापनि साइकल चलाउने र साङ्गीतिक कार्यक्रममा पनि यिनीहरू सक्रिय रहेको पाइन्छ। शिक्षाका सम्बन्धमा प्रधान अध्यापक इद्रिस मिया अन्सारी। खास गरेर हाम्रो 1 to 10 सम्म माविसम्मको अवस्था धेरै राम्रो छ। तर 11 र 12 को यो भनौँ न उच्च शिक्षा परिषदको अब उदासीन नीतिले गर्दा पनि अलिकति अवस्था आर्थिक किसिमले नराम्रो छ। त्यसै गरी विद्यार्थीको पनि यसपालि अब यो सङ्ख्यात्मक अलिक कम भयो। शिक्षाका सम्बन्धमा भूको पलट चौधरी। यो डुबाउना गाविसमा अनि शिक्षाको स्तरलाई अगाडि बढाउने उद्देश्यले यो स्थानको लागि यो 10+2 आर्थिक रूपले अलि गाह्रो भए पनि हामीले कमर कसेर यो 3टा गाउँ विकासको बिचमा जस्तो गाउँ विकास फतेपुर, मनहरवा र डुरवाना 3टैलाई चाहिँ समेट्ने हामी प्रयास गर्यौँ र 51-52 सालतिर यो कुनै एक ठाउँबाट यो 10+2 सञ्चालन गरौँ भनेर हामीले उद्देश्य राख्यौँ र व्यापक जनतालाई गोलबन्द गर्ने क्रममा हामीले ठाउँ-ठाउँमा मिटिङ राख्यौँ र समितिहरू पनि हामी निर्माण गर्यौँ र सबभन्दा पहिला समस्या हाम्रो के थियो भने 10+2 सञ्चालन गर्ने त कहाँ गर्ने हो र त्यसको लागि पूर्वाधारहरूको रूपमा छनौट गर्दाखेरि अब 3टै गाउँ विकास मनहरवा, फतेपुर र डुरवानाका साथीहरू र जनप्रतिनिधिहरूले के देख्यो भने अब पूर्वाधारको रूपमा यो डुरवाना जुन अहिले सञ्चालित भइराखेको छ मावि, यहाँ भवनहरूको पर्याप्त मात्रामा भएको अवस्था र फर्निचरहरू र यहाँका आधार इलाका पनि अब बिचमा पर्ने भएको नाताले यो डुरवानामा नै सञ्चालन गरौँ भनेर यो 2053 सालदेखि हामीले सुरु गरेका छौँ। शिक्षाको क्षेत्रमा गाविसबाट भवन निर्माण तथा मर्मत सम्मारको लागि आर्थिक अनुदान भइरहेको छ। प्रधान अध्यापक अनिल कुमार मिनाली। यहाँ शिक्षाको अवस्थामा भन्नुपर्दाखेरि चाहिँ नि यो निजी स्रोतबाट चाहिँ सञ्चालित विद्यालय हो र यसमा चाहिँ नि जुन यहाँका अभिभावकहरूबाट जुन एउटा सहयोग पाएर सञ्चालित छ त्यसै गरी चाहिँ नि सम्बन्धित निकायले चाहिँ नि त्यति राम्रोसित यहाँ सहयोग पुर्याएको छैन। यसैमा चाहिँ वास्तवमा जनगुनासो पनि छ र यसलाई चाहिँ नि अलिकति विचार पुर्याउनमा दिए राम्रो हुन्थ्यो।
डुमरवाना गाउँको बासिन्दाहरूले स्वास्थ्यको सुविधा प्राप्त गर्न सक्नको लागि श्री 5 को सरकार स्वास्थ्य मन्त्रालयबाट एक उपस्वास्थ्य चौकीको स्थापना गरिएको छ। समय समयमा यस गाउँमा परिवार नियोजन सम्बन्धी क्याम्पहरू पनि सञ्चालन गर्ने गरिन्छ। डुमरवानामा करिब 65 किलोमिटर सडकहरूमध्ये चिनी कारखानाबाट 7 किलोमिटर ग्राभल गरेको छ भने करिब 22 किलोमिटर सडक गाउँ विकास समितिले ट्र्याक्टर खरिद गरी निर्माण कार्य गरेको छ। बाँकी रहेका सडकहरू पनि आवश्यकता अनुसार गाउँ विकासबाट निर्माण गर्ने लक्ष्य राखिएको छ। डुमरवानामा रहेको बाटोहरू ग्राभल कार्य भइरहे तापनि दुधौरा खोलामा पुल नभएका कारण बाढी आएको समयमा यातायातको साथै सर्वसाधारणलाई आवत जावतमा असजिलो भएको छ। गाविस अध्यक्ष नारायण छेत्री अहिले हामी आइसकेपछि हामीले चाहिँ ग्रामीण सडक सुधारको लागि के गरेका छौँ भने वास्तवमा चारैतिरबाट सडकको लागि ग्रेभलको लागि चाहिँ बजेटको माग हुन थाल्यो। अनि हामीले हिसाब गर्दाखेरि बजेट चाहिँ अब 1 लाख बजेट लगाउँदाखेरि चाहिँ 1 किलोमिटर बाटो पनि बन्न नसक्ने स्थिति हामीले देख्यौँ र त्यसले गर्दाखेरि हामीले गाउँ विकास समितिबाट एउटा चाहिँ साधन नै खरिद गर्ने भन्ने निर्णय गरेर एक थान ट्र्याक्टर हामीले खरिद गऱ्यौँ, ट्र्याक्टर र टेलर। त्यो ट्र्याक्टर र टेलरले हाम्रा अरू अहिले ग्रेभलका कामहरू गरिरहेका छन्। यद्यपि त्यो ट्र्याक्टर चाहिँ हाम्रो ग्रामीण सडक निर्माणमा ग्रेभलको लागि सम्पूर्ण समयको 35-40% मात्रै त्यो काममा लागेको छ। अरू सबै सङ्घ संस्थाका स्कुलका विकास निर्माणका काममा लागेको छ र ग्रेभलको लागि 35-40% समय मात्रै लागेको छ। तैपनि हामीले अहिलेसम्म 16-17 किलोमिटर 2 वर्षको अवधिमा बाटो ग्रेभल गऱ्यौँ। जिल्लामा हामीले सबभन्दा अगाडि नै यो साधन किन्यौँ र हाम्रो अनुसरण धेरै गाविसहरूले गरेका छन्। सञ्चारको क्षेत्रमा डुमरवानामा इलाका हुलाक र VHF टेलिफोन सेवा सञ्चालन रहेको छ। यस गाविसमा विद्युतीकरण नभएको स्थानहरूमा जीविस गाविसबाट पोल खरिद गरी पोल गाड्ने काम भएको छ। यस गाउँमा इनार मर्मत, निर्माण, फलधारा जडान तथा टाङ्गिया बस्तीमा पनि पानीको व्यवस्था गरिएको छ भने गाउँ विकासबाट खानेपानीको लागि 3 कट्ठा जमिन उपलब्ध गराई 2058बाट ओभरहेड ट्याङ्की निर्माण गर्ने लक्ष्य रहेको छ। यहाँ वृद्ध भत्ता समयमा नै बाँड्ने गरिन्छ। डुमरवानामा हप्ताको मङ्गलबार र शनिबार गरी 2 पटक हाट बजार लाग्ने गर्दछ। यसको अझ उचित व्यवस्था मिलाउन सकेमा गाविसलाई अझ आर्थिक लाभ हुनेछ। विकास निर्माणका सम्बन्धमा गाविस उपाध्यक्ष शिवचन्द्र चौधरी अहिले अब गर्ने यो योजनाहरू अझ धेरै छन्। जस्तै पुलहरू अझ बाँकी छन्। हाम्रा 3-4वटा पुलहरू बनाउनु पर्ने, जुन कि पुलहरू 2टा पुल हामी गाउँ विकासले बनाउन सम्भव नभएर हामी जिल्ला विकासबाट सम्झौता गरेर बनाउनु पर्ने देखिएको छ। गाउँ विकासले छोटो अवधिमा उल्लेखनीय विकास गरेको छ। यहाँका विभिन्न बाटोहरूमा कल्भर्ट तथा पुल पुलेसाहरूको निर्माण गरिएको छ। विकास निर्माणमा जनसहभागिता पनि जुट्ने गरेको छ। यस गाविसले गाविस भवन साँगुरो भएका कारण गाविस भवनको तला थप्ने कार्य गरेको छ। विविध पक्षमा गाविस भवन निर्माण कमिटी अध्यक्ष विदुर खड्का उत्तरी बेल्टमा खास गरी एकदमै निज गरेर यो डुमरवाना चाहिँ अहिले विकास कसरी भएको छ भने त यो जिल्ला विकास समितिले अहिले एउटा उनी कार्यक्रममै राखेर पनि प्राइज दिएको छ र यहाँका कसैले पनि हाम्रो विकासप्रति यहाँ आलोचना गर्न सकेका छैनन्। जङ्गलको एउटा समस्या, यसलाई बचाउने कसरी बचाउन सकिन्छ, कसरी यसको रक्षा गर्न सकिन्छ भने यस विषयमा अलिकता करिब हाम्रो यो प्रतिनिधिहरू लगायत हामीहरू जस्ता मान्छेहरू अलिकता चिन्तित छौँ यसको बारेमा। अब अरू त यहाँ सिँचाइको लागि अभाव भएको छ, त्यसो भएको हुनाले सिँचाइ राम्रोसँग नभएपछि कृषिमा मान्छेहरूले राम्रो प्रगति गर्न सक्दैन, एउटा समस्या यो छ। अब खानेपानी अहिलेसम्मलाई साधारणतया खानेपानीको अहिलेसम्म काम चलिरहेको छ। अरू त धेरै छन्, विकासका कामहरू धेरै गर्नुपर्छ। यहाँ समस्या भनेको दुधरा खोला र बालगङ्गा खोला चाहिँ बहुत समस्या, नदी कटानको चाहिँ बहुत समस्याहरू छन्। बेरोजगारीको समस्या, त्यस्तै गरिकन शिक्षा आर्जन गर्नको लागि आर्थिक हैसियत नभएको कारणले शिक्षा आर्जन गर्न नसक्ने समस्या, यो मानवीय संसाधनको र चाहिँ एउटा सक्षम जनशक्तिको निर्माण गर्नको लागि भएका यी समस्याहरू हुन्। एउटा जनचेतना अझै अभिवृद्धि गर्नुपर्ने स्थिति छ। विभिन्न चाहिँ मतलब खाटहरूमा जनस्वास्थ्य, ग्रामीण मतलब विकास निर्माणदेखि लिएर सम्पूर्ण क्षेत्रमा जनचेतना अझै पनि अभिवृद्धि गर्नुपर्ने स्थिति छ। एउटा
के छ भने खास गरिकन भन्नुपर्दा सक्षम जनशक्ति भनेको नै समस्या समाधानको प्रमुख आधार हो। त्यसले गर्दा जनशक्तिलाई सक्षम बनाउनु पर्यो, सबभन्दा मुख्य कुरो यो छ ठुलो समस्याको रूपमा। डुमरवाना गाउँ विकास समितिमा सम्बन्धित निकायहरूबाट दुधौरा र बालगङ्गा खोलाको नियन्त्रण तथा दुधौरा खोलामा पुलको निर्माण गरिनुपर्ने, टाङ्गिया बस्तीलाई अन्यत्र विस्थापित गर्नुपर्ने देखिन्छ।